हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज पनि म मेरो फुल फ्यामिलीसँग घुम्न जान लागेको। सबैजना यता हुनुहुन्छ, म चाहिँ अलिक पछि छु। हामी चाहिँ पार्कमा जान लागेको घुम्नलाई। अनि हामी कुर्ता लाएर, म र मम्मीले एउटै कुर्ता लाएर चिटिक्क भनेर हिँड्दा छु। अब चाहिँ हामी पार्कमा जान लागेको। लेट्स गो। मम्मी र छोरी आउनुहुन्छ, उता मेरो बुढा र दिदी हुनुहुन्छ छोरीको गाडी राख्दै। अब हामी चाहिँ घुम्न जान लागेको। छोरी कता जान लागेको हामी? छोरो हाई गरिरहेको छ छोरीले पनि। छोरीले पनि हाई गरिरहेको छ। मम्मी र म चाहिँ एउटै कपडा लाएर म्याचिङ बनेर हामी चाहिँ घुम्न निस्क्यौँ। छोरी के छ तिमीलाई? छोरी त मस्त बसिरहेको छ। छोरी अघि त मस्त निँदै थियो नि बुढाउँदाखेरि। हामी तलतिरै आइसक्यो। आइसक्यौँ। मम्मीले सबै कहाँ घन्टा हाल्यो तिमीले चाहिँ? त्यो डाँडा नजिकै त्यही त छोरोले तलतिर ल्याउनु त माथिरै घन्टा त्यो खेता गएर रुपियाँपट्टिबाट ल्यायो नि हेर्ने म खेता गएर हेर्दै थिएँ। होइन उता खानु नभए खेता गएर हेर्छु कहीँ पनि देखिनँ। मान्छे त यहाँ पो आइपुग्यो रहेछ। खेत गएर खोज्दै यहाँ भने त खेता गएर हेर्छु रोपेको त्यो निलो बस जानुपर्ने यहाँ पुलमा पो आइपुग्यो। पार्कतिरै आइसक्यौँ नि अब त। हामी चाहिँ सामुजिन खोङमनाको सामुजिन पार्क हावनको थारी मिथि छु भन्थे कता हो थारी मिथि? हामी चाहिँ पार्कमा आइपुग्यौँ। यहाँ सबैजना छोरीलाई हेर्ने अन्नी पनि आइपुग्नु भएको छ। छोरीलाई 2 घन्टा हेर्नु न। कता आउनुभयो मम्मी? के भन्छ यहाँ हावनको पार्क। हेलो बुढो। तर आइज न त्यो फुलमा गीत फुलमा फोटो खिच्ने रे के आउनु न। कान्छो छोरो सुन्नु नै भएको छैन। ल मम्मी चिटिक्कै हुनु। फुलको बगैँचा मेरी माया भन्ने गीत जस्तै। ल हेलो छोरी। छोरो कपडा खाएर बसिरहेको छ। नक्कली छोरी। नक्कली छोरी र मम्मीको फोटो सुट भइरहेछ। अन्नीले फोटो खिचिदिइराख्नु भएको छ। बर्गर चाहिँ खानुहुन्छ? बर्गर त खान्छु नि। बर्गर खाने मम्मी? चिज बर्गर चाहिँ खाऊ। चिज बल बच्चाहरूले यहाँको कस्तो हुन्छ मिठो हुन्छ। तर भने त्यो इमार्ट थियो नि, इमार्टमा कस्तो मिठो पाउँथ्यो नेपालको जस्तो चिज बल जलिहाल्यो। भने हामीले के त त्यो मैले एक बट्टा खाँदैन हामीले त्यो त उहाँ हेउन्डेमा मम्मीहरू नै हुनुहुन्थ्यो त। त्यही मेरो भ्लगमा थियो त त्यो भेटिन्न। त्यो वाला खोइ त्यो ठुलो इमार्टमा त पाउँछ होला। ल गाइस हामी चाहिँ घुमिरहेको। हामी चाहिँ पार्कमा घुमिरहेछौँ। ट्रेनिङ गर्दै हामी। छोरी यहाँ प्रिन्सेस बनेर बसिरहेको अनि त ऊ बढी आउँछ लामुटे। सानो खा면 시원해요. 밑에는 아직 가끔 무늬게. अब पहाडपट्टि जाऊँ।
हजुर के हो रे गर्लफ्रेन्ड बोयफ्रेन्ड डेटिङ आउने खाजो खाजो हो त्यो भन्नु नि त अब बे भइसक्यो मान्छेले कहाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेर हुन्छ खाजा खाने होइन मम्मी अस्ति न अहिले त कहाँ खान्छ कफी खाएको थियो नि हामीले गेलो होला त्यता फुल भएको अन्त हुन्थ्यो मम्मीलाई फुल मम्मी र म एउटै हो के मम्मी पनि फुल देख्ने बित्तिकै फुलपट्टि भन्नुहुन्छ म पनि फुलपट्टि हेलो बुढी मम्मी अलरेडी गएर बसिसक्नु म मेरो फोटो खिच्दै पोज दिएर यहाँ फुल देख्ने बित्तिकै म पनि फुल देख्ने बित्तिकै त्यही भन्छु ल गरिब बोला कति राम्रो फुल के यहाँ है मम्मी न यसो नेपाल पनि लर लाग्नु भयो मारिहाल्छ नेपाल लानु मिल्दैन नि तर नेपालमा यस्तो मखमली त पाउँदैन होला है रातो यस्तो महँगोली चार थरी छ यहाँ रातो छ यहाँ पिङ्क कलरको छ अनि सेतो छ अनि अर्को त्यो पर्पल कलर यो चाहिँ नेपालमा पनि पाउँछ नि त्यो कलर 2 थरीको पाउँछ के छ घामले पोल्यो नि हामीले लास्टै घाम हामीले क्यामेरा पनि देखाएको छैन मोबाइल पनि देखाएको छैन घामले गर्दाखेरि गाइस यस्तै छ हाम्रो घुमघाम चाहिँ फोटो खिचिरहेछौँ छोरीलाई हेर्नलाई अन्नी हुनुहुन्छ त्यही भएर हामी फ्रीली घुम्न पाछौँ गर्मी भयो भनेर उता बस्नु भएको छ यो चाहिँ ट्युलिप्स हो यहाँनिर मखमली र सयपत्री छ यता मखमली यता सयपत्री मम्मी यता बस्नु मम्मीको भ्लगमा आउँछ फोटो खिचे होइन है भ्लग हो नेपालमा पानी कतिको परेखा खेत रोपाइ भएको छैन मान्छेहरू गाउँघर सहर छिमेकीहरूको पानी परिरहेछ जोगिएर बस्नु होला भन्नु पानी परिरह होला जोगिएर बस्नु होला धेर पहिरो बाढी आउँछ टाढाको यात्रा सकेसम्म नगर्नु होला म त आइहालेँ यात्रा नगर्नु होला के काम र मम्मीलाई मैले भ्लगमा बोल्न सिकाइरहेको ल अब मम्मीको फोटो खिचिदिन्छु म 1-2टा घामले गर्दा मोबाइलमा केही देखाएको छैन मोबाइलको स्क्रिन अस्ति डटको घाम छ भने मेरो बुढो चाहिँ अब पानीमा भिज्नुहुन्छ हेर्ने भिजिन्छ नि मम्मी मम्मीको मम्मी पोज दिएर बस्नु भएको फोटो खिच्न पस्ने कोरियाको जलदारी आइयो जलदारीमा आइयो रे कोरियाको ल हिँड्नु मन पानी छुँदै हिँड न अर्को हातले चाहिँ मम्मीलाई नछाप्नु न मेकअप बिग्रिन्छ हजुर रुन थाल्यो कमा मेरो दिदी सक्यो रे पुलतिर घुम्ने कि पानीमा पनि भिजियो मम्मीलाई फुल देख्ने बित्तिकै फोटो खिच्ने भन्दा फोटो पनि खिच्यो हाम्रो भ्लग चाहिँ यस्तै हुन्छ गाइस अब कुनै कन्टेन्ट चाहिँ छैन केही छैन सधैँ एउटै पार्क आइन्छ एउटै मान्छे आइन्छ हामी अस्ति नै पनि यही पार्कको भिडियो थियो मम्मी चाहिँ हुनुहुन्न थियो यो पार्कको भिडियोमा तर यो अर्कै पार्क हो नि त अस्तिको भ्लगको वाला होइन तर यो पार्क पनि हामी 50 चोटि आइसक्यौँ 영어로 만지는 거잖아요. 엄마가 만드는 거처럼 의미가 있어요. Mom touch. 엄마가 만드는 거. 엄마 손으로 만졌어. 의미는 엄마가 만들었다고. 맞아. 그 소리 뭐야? 문지주 있어. 문지주 가져왔어. 네네. उनीहरू चाहिँ पिजा खान्छन् मलाई चाहिँ यस्तो लामा लामा आलु ल्याइदिएछन् म अरू पिजा खान्न मम्मीले मासु खानुहुन्न त्यही भएर मम्मीको लागि फ्रेन्च फ्राइज अनि हामीले चाहिँ पिज्जा खाइरहेको 선미도 피자도 맛있게 먹어. मजाको 이게 피자가 맛있는데. 선미야 맛있어? 먹어봤어? एकचोटि चिकन पिज्जा खाएको हो
मिठो लाग्छ तर नर्मल खालको त्यो गुलियो सस हालेको थियो नि त त्यही भएर मिठो नलाग्यो यो चाहिँ पिरो छ नि त त्यही भएर मिठो भएको क्या तर त्यहाँको मिठो हुन्छ हिजो आफै बनाउँदै अनि ठ्याक्क बनाएर ठ्याक्क अर्डर हामी त्यही बनाएर ल्याउँछ त्यही भएर अनि म 선생님이 뭐 먹어요? 아니요. 어제 찍어 말랑는 거 3, 4인 정도 먹어야 돼. साइज 먹으세요. 아니요. 선생님 골라 먹을게요. यो चाहिँ पैसा बिल अनि बिलको पैसा त्यो भाँडा ल्याउने अर्कै यो ल्याउने एउटै ठाउँबाट अर्कै अर्कै हो 200 ग्राम चाहिँ 유령이 어때요? ममता चाहिँ यो 유령이 देखिरहेको छैन ममस्टर झुके डाट रे पिज्जा पिज्जा डाट यस्तो मान्छेले यहाँसम्म ल्याउँदा रहेछ मैले देखाएको थिएँ हामी त्यहाँनिर हुन्छौँ हातमै ल्याएर दिनु भनेर नेपाली हो भने चिनिहाल्यो नेपाली चाहिँ भनेको थिएन अनि अनुहार हेरिरह्यो फोन पनि थाहा पाला हामी त खान्छौँ त्यो गाडी रोकेको थियो होइन त्यसले रोकेर फोन गरे हो कि त्यो हामी पहिलोचोटि फोन गर्दा त्यो पनि हो अनि अर्को आलु ल्याउने नि आलु ल्याउनेले नि मुखमा हेर्दा मैले नि हेर्दा कि अनि यही नै होला भन्दा नि मैले फेरि खोलेर देखाएको थिएँ अनि पायो भने 선생님 처음에 먹는 거 싫었거든. 왜냐면 설탕이 넣어서 다른 맛이 있어서 좀 싫었던데 계속 먹으니까 조금 요즘 다 네, 예쁜 아가씨 얼굴은 다 담아요. 제가 이름만 달라. 얼굴은 다 똑같아. 네. 왜냐면 다 정형했으니까. 수술도 많이 됐어. 그냥 नगरे त कोही हुँदैन निलो खोज्छौ 다 먹었어. कति मिठो मानेर खाएको है सबैले 임신한데 대박이 심해난 애기 나오면 애기 어떻게 생길지 모르겠어요. 그러니까 선생님이 매난 예쁜 것만 봐. 예쁜 사람만 보고 생각 많이 해. 선생님은 제가만 봐도 저는 못생기는 건데. 똑같아요. 그래서 예뻐요 그러구나 코하고 눈은 예뻐. 네 너무 예뻐요 목이 안 물렸대요. 목이 물면 저 선생님 안 먹어요. 안 먹어요. 그것도 안 돼. 그것도 안 하죠. 말라요. 이렇게 원고에는 우리 먹어도 애들 받아도 안 돼. 저리 했나 보고 싶어 저리 보고 싶어 저리 남자는 숨어. 그지? 숨어래. 숨어. ल गाइज हामी चाहिँ खाजा साजा खायौँ पेट पनि भरियो अब एक गाँस पनि केही खानु नसक्ने भयो मम्मीले नि आलु टन्ना खानु भयो मम्मीको नि एक प्याकेट रह्यो अब घर गएर खानुपर्छ हामी चाहिँ यहाँ सबैजना अब घर जाने तयारी घुमघाम चाहिँ टन्नै गरियो तर भिडियो बनाइएन घाम भयो त्यही भएर मेरो बुढो हुनुहुन्छ अगाडि अगाडि नदौडिनु न लड्छ र बुढो आऊ छोरी पनि हेलो गाइज बाई बाई आन्टीको भिडियो लाइक गर्नु होला कमेन्ट गर्नु होला शेयर गर्नु होला ल बाई गाइज ल छोरीले नि बाई भन्यो अब हामी पनि घर जान लागेको ढिकी नै जस्तो लाग्ने है हुन चाहिँ तर होइन खै के हो थाहा नै भएन हामीलाई त यो के हो उत्तिकै सो लागिरहेछ यारे के हो नै थाहा भएन के हो पनि थाहा भएन ल अब चाहिँ घर जाऊँ घामले गर्दाखेरि त्यस्तो घुम्नै पाइएन कि हाम्रो यात्रा चाहिँ कस्तो भयो तर पिकनिक आएको जस्तो चाहिँ भयो हो त दिदी नि यता हेर्नु एकदम रमाइलो भइरहेछ हामीलाई रमाइलो लागिरह खाजा खाएको कति धेरै खाएँ म त पेटमा ठाउँै छैन खायो लास्ट मिठो भयो भने
대박이 씨. 네. 내일 5시에 갈게요. 네, 우리 너무 일찍 운동하면 몸이 힘들어. 네, 맞아요. 땀 많이 나. तिहारहरू दिदीको भोलि क्या उसो कति 5 बजी आउँथ्यो र अनि पुलतिर जाउँ भन्थ्यो अनि जाउँला नि तपाईँहरू म एक्सर्साइज भोलि स्कुल जानु पर्ने मङ्गलबार अनि पर्सि चाहिँ तपाईँ पढ्नु छोडिदिएर अनि यो पुच्चाउँको पुलमा गएर हुँदैन दौडिने सबैजना भोलि त सबैको बिराट भोलि पनि फेरि घुम्न जाने तर गाइस घुम्ने चाहिँ हामी त्यही पार्कमा हो त्यही पुलमा हो है यहाँ आएपछि जाने जहिले त्यही हो गाइजहरूले चाहिँ गाइजहरूले 50 चोटि दिइसक्यो आयो, त्यो ठाउँ कति देखाउनु वाक्कै भइसक्यो होला खोल्नु त उयो एकदम खसी त्यो कहाँ राख्नु पस्नु त्यो सबै नगर न कस्तो म लिन्छु भाइ भाइ यहीँ राख्छु अरू थियो होला नि त हाल्नु अहिले हाल्नु ल ओके गाइज हामी चाहिँ अब घर जान लागेको थाहा छैन अब भ्लग एन्ड हो कि भोलिको पनि बेलुका पनि हुन्छ कि के हुन्छ थाहा भएन ल मम्मी बोल्नु मम्मीले भ्लग गर्ने समाउनु त हजुर समाउनु अब बोल्नु अब घर जाने घामको ज्योति पर्यो मलाई केही पनि ल गाइज हामी चाहिँ अब घर जान लागेको बेलुका घुमियो भने बेलुकाको भ्लग पनि मर्ज गरेर हाल्छु यदि घुमिएन भने चाहिँ यो भ्लग नै एन्ड हो थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल द एन्ड अनि मेरो भिडियो लाइक गर्नु होला कमेन्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला हाम्रो भ्लग चाहिँ फेरि जहिले पनि एउटै खालको आउँछ यत्तिकै घुमघाम गरेको तर पनि हेरिदिनु होला खास यो भ्लग चाहिँ अरूको लागि भन्दा पनि हामी के गरिरहेछौँ डेली लाइफमा भनेर यसो भोलि पर्सिलाई मेमोरी हुन्छ भनेर मात्रै बनाओ त्यही भएर पछि गएर हेर्नलाई भनेर हो त्यही भएर मम्मीसँग मम्मी आउनु भएको बेलामा कोरियामा घुमघाम गरेको सबै भ्लग बनाऊ भनेर हो म पनि हप्तामा 1-2 चोटि मात्रै सँगै हुन्छ अनि त्यही भएर ल मम्मी के भन्नु अब के भन्नु बाई बाई भन्नु हेरिदिनु होला ल हामी बेलुका पनि आउन सक्छौँ भन्नु हामी बेलुका नि घुम्न आउन सक्छौँ अनि म भोलि भयो भने भोलि पनि घुम्न लग्यो भने जान्छु ल बाई गरिदिनु ल बाई बाई बाई